हिसाबको गडबडी भनेको नीतिगत गडबडी हो। नीतिगत गडबडी नै तपाईँको आर्थिक तपाईँको चाहिँ नि भ्रष्टाचारको जरा हो। हिसाबहरू थुप्रै नमिलेको देखेँ मैले, त्यो उसमा ठुलो एउटा त्रुटि देखेको छु मैले चाहिँ क्लेरिकली चेक गरेँ। गर्दाखेरि हिजो पनि मैले सूचना तथा प्रविधि मन्त्रालयको त्यो जुन आएको थियो त्यसलाई चाहिँ नि ब्रेकडाउन गरेको छैन भनेर ध्यान आकर्षण गरेको थिएँ भने आज मैले एउटा सानो नमुना प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जुन एउटा ब्रेकडाउन छ त्यसमा त्यो तपाईँको चाहिँ पुरा बजेटको ब्रेकडाउन छैन, एउटा समस्या त्यो छ। अर्को चाहिँ के छ भने त्यहाँनिर तपाईँले याद गर्नु होला, पाना नम्बर 16 मा जानुभयो भने बजेट नम्बर 30109011 मा कुल पुँजीगत भनेको चाहिँ नि 1106.43 लेखिएको छ, तर जोड्दाखेरि चाहिँ त्यहाँ 1103.43 मात्रै आउँछ। त्यसै गरी पाना नम्बर 20 र तपाईँको 21 मा चालु लेखिएकोमा 64 छ, रियल जोड्दाखेरि त्यहाँ तपाईँको ट्याली गर्नुहोस् त्यहाँ 53.58 आउँछ। त्यसै गरी पाना नम्बर 19 को पुँजीगतमा तपाईँको चाहिँ के अरे 1106 र पाना नम्बर 11 को चालुमा 64 लेखेको छ। यो दुईवटा जोड्दाखेरि चाहिँ तपाईँको चाहिँ फेरि 1729.5 भयो भनेर भनेको छ, त्यो गलत ट्यालीहरू छन्। त्यसै गरी तपाईँको पाना नम्बर 27 र 28 मा टोटल गर्नुभयो भनेदेखि टोटल लेखिएको छ 153, तर त्यहाँ जोड्नुभयो भने 143 मात्रै आउँछ। यसरी यो क्लेरिकल मिस्टेक हुनु भनेको ठुलो तपाईँको गल्ती हो। यो नियतवश गरिएको छ या भुलवश भएको छ होइन। कर्मचारीको तलब त हामीले बढाइदियौँ, तर उहाँहरूको ट्याली यस्तो रहेछ। अङ्कगणितमै हामी फेल भइरहेका छौँ भने हामीले पोलिसी बनाउन सक्दैनौँ। 1 मा 1 जोड्दा कति हुन्छ भनेर भन्दाखेरि 2 हुनुपर्नेमा 3 लेखियो भन्दा त्यो के खालको क्लेरिकल तपाईँको चाहिँ के अरे मिस्टेक हो। यो अर्थमन्त्रीज्यू लगायत सम्बन्धित तपाईँको चाहिँ त्यहाँ मन्त्रालयमा को हुनुहुन्छ गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।